हाई गाइज नमस्ते सबैजनालाई है। म तपाईहरुलाई आज यो यहाँ हेर्नु त यहाँ के लेखिरहेको छ यसको बारेमा म तपाईलाई के कुराहरु भन्दैछु है। यो वेटिङ लिस्ट भनेको किन आउँछ यहाँ हेर्नुस् है। वेटिङ लिस्ट भनेको आइडीमा किन आउँछ भनेको तपाईको फेसबुक आइडीमा तपाईको एंगेजमेन्ट नपुगेको आइडी ग्रो भएन भनेर भनिरहेछ। त्यो तपाई पढ्नुस् राम्रोसँग है। आइडी ग्रो भएन। अब आइडी ग्रो कसरी गर्ने त अनि ओरिजिनल कन्टेन्ट बनाउने ओरिजिनल भिडियो तपाई आफ्नो मोबाइलबाट ओरिजिनल भिडियो बनाउनुस्। यसरी बोलेर गराउनुस् हो कि हैन। त्यो भन्न खोजे हो कि त्यसै त्यो गरेपछि बल्ल आइडी ग्रो हुन्छ। तपाईले अर्काको कपी गरेर ल्याएर हाल्नुहुन्छ भने त्यो आइडी ग्रो हुँदैन। त्यही भएर चाहिँ तपाईले दुईटा राम्रो कमेन्ट गर्नुस्, दुईटा अरूको कमेन्टको पनि रिप्लाई दिनुस् हैन। एंगेजमेन्ट बढाउनुस्, लाइक कमेन्ट गर्नुस्, शेयर गर्नुस्। अर्काको भिडियो आयो भने स्क्रल गरेर मात्रै तल नझार्नुस् हैन भन्न खोजे हो। त्यो सबै कुराहरु फेसबुकले चाहिँ हेरिरा हुन्छ के। त्यही भएर राम्रोसँग लाइक कमेन्ट गर्नुस्, शेयर गर्नुस्, अरूको भिडियो पनि राम्रोसँग हेर्नुस्। आफ्नै भिडियो मात्रै हेरेर हुँदैन, अरूको भिडियोलाई पनि राम्रोसँग रिप्लाई दिनुस्। त्यही भएर चाहिँ तपाईको यो वेटिङ लिस्ट हट्छ र त्यसपछि तपाईको मोनेटाइजेसन सेटअप चाहिँ आउँछ है। ल साथीहरु यो कुरामा ध्यान दिउँ है।